हेलो एभ्रिवान, तपाईँहरूलाई यो च्यानलको फर्स्ट भिडियोमा वेलकम छ। अनि मैले चाहिँ यो च्यानल किन स्टार्ट गरेको भने बिगिनरलाई अलि हेल्प होस् भनेर। गिटार अब तपाईँले फर्स्ट टाइम लिनुभयो, अब गिटार लिनुभयो, अब आफ्नो फेभरेट सङ बजाउनु त मन छ होइन, फेभरेट सङ बजाउनु त मन छ, तर अब स्टार्ट चाहिँ कहाँबाट गर्ने हुन्छ नि त। त्यही भएर चाहिँ मैले अब तपाईँहरूलाई सुरुदेखि नै के अब सिक्दै जाने होइन, कुन स्टेप कहाँ गएर गर्ने भनेर म सिकाउँदै जान्छु। अनि अब बेसिकदेखि लिएर अलि एडभान्समा हामी मुभ हुन्छौँ बिस्तारो। सो अब तपाईँले फर्स्ट कुरा के सिक्नु पऱ्यो भन्दाखेरि, अब गिटार तपाईँले राख्नुभयो होइन, राख्नु भइसकेपछि अब तपाईँले गिटार बजाउनु खोज्नुभयो, तर अब गिटार ट्युनमै छैन भने त राम्रो सुनिँदैन क्या। अब मैले यहाँ बजाएको सुन्नुहोस् है त, मैले कर्ड त राम्रै हानिरहेको छु होइन, मैले अब नराम्रो जे पाए त्यो कर्ड त हानेको होइन होला होइन, मैले कर्ड ठिक त हानिरहेको छु, तर साउन्ड राम्रो आएको छैन नि त, प्लेजेन्ट साउन्ड सुनिएन नि त। अब तपाईँले त्यो प्लेजेन्ट साउन्ड बनाउनको लागि चाहिँ गिटारलाई ट्युन गर्नु पऱ्यो क्या फर्स्टमा। तपाईँहरूले अब पसलमा त हेर्दाखेरि अब ठिकै सुनेको थियो, अब एक दुईवटा कर्ड सिक्नु भएको थियो, त्यसमै गएर पसलमा बजाउनु भयो, अब घरसम्म ल्याउँदा ट्युनिङ गइसक्छ, अनि तपाईँले अब बजाउनु खोज्दाखेरि छैन होइन। अब के गर्नु पऱ्यो भन्दाखेरि फर्स्टमा अब गिटार ट्युन गर्नको लागि चाहिँ फर्स्टमा अब तपाईँले कि त एप हुन्छ होइन, तपाईँको फोनमा एपहरू हुन्छ गिटार ट्युन गर्नको लागि, नभए अब पेडलहरू हुन्छ होइन। पेडल्सतिर चाहिँ अब तपाईँ त्यसमा लाग्नु छ भने म त्यो नि सिकाउँला। अब मेरो चाहिँ अहिले इलेक्ट्रिक गिटार छ, तपाईँहरूको अकुस्टिक पनि हुनसक्छ, म त्यसै गरी नै सिकाउँछु। मैले चाहिँ अब गिटारलाई चाहिँ अब कम्प्युटरमा जोडेको छु, त्यही भएर अब यहाँ भिएसटीहरू हुन्छ होइन, अब कम्प्युटरमा पनि ट्युन गर्न मिल्छ क्या, कम्प्युटरबाटै हेर्दै अब ट्युन गर्न पनि मिल्छ। अनि तपाईँहरूलाई अहिले सबभन्दा एफिसियन्ट अब फोन त भयो, नभए अब तपाईँले अलिकति खर्च गरेर तपाईँले अब अलि एक्युरेट ट्युनिङ पाउन चाहनुहुन्छ भने चाहिँ एउटा क्लिप अन ट्युनर हुन्छ। त मसँग त छैन, तपाईँले अब यहाँ क्लिप गरेर आफ्नो हेडस्टकमा क्लिप गरेर त्यसलाई अब गिटार ट्युन गर्न सक्नुहुन्छ क्या होइन। त्यसले चाहिँ अलिक सजिलो पनि हुन्छ, अलि अब फोन झिकिरहनु परेन, यहीँ च्याप्या हुन्छ, ट्युन गऱ्यो बजाउनु थाल्यो होइन। सो अब त्यो गर्दा पनि भयो, अब अहिलेको लागि फोनबाटै गर्नुहुन्छ भने पनि ठिकै छ। म चाहिँ अब भिएसटीबाट गर्छु, मेरो कम्प्युटरबाटै गर्छु। कन्सेप्ट भनेको एउटै हो, तपाईँले सिक्ने पनि सब एउटै कुरा हो, तपाईँलाई अब त्यो ट्युन गर्न मात्रै सिक्नुपर्ने हो नि त। सो अब ट्युनिङ गर्नको लागि चाहिँ हामी स्ट्यान्डर्ड ट्युनिङमा गर्छौँ होइन। स्ट्यान्डर्ड ट्युनिङ भनेको चाहिँ सबभन्दा होइन, सबभन्दा बेसिक ट्युनिङ हो क्या, सबैले सिक्ने बेसिक ट्युनिङ। अनि धेरै जस्तो गीत पनि यही स्ट्यान्डर्ड ट्युनिङमै हुन्छ होइन। सो बजाउँदाखेरि पनि सुरुमा स्ट्यान्डर्ड ट्युनिङबाटै बजाउने हो खासमा होइन, कर्डहरू सिक्दा पनि। अनि अब तपाईँले स्ट्यान्डर्ड ट्युनिङको लागि चाहिँ के सिक्नु पऱ्यो भन्दाखेरि फर्स्टमा अब स्ट्रिङहरू चिन्नु पऱ्यो क्या आफ्नो। अब म त्यो देखाउँछु है त फर्स्टमा। सो अब स्ट्रिङहरू चिन्न पर्दाखेरि चाहिँ अब नर्मली गिटारमा चाहिँ 6वटा स्ट्रिङ हुन्छ होइन, अब अरू स्ट्रिङ धेरै अरू स्ट्रिङ थपिँदै गएको गिटारहरू पनि हुन्छ, तर नर्मली 6वटा स्ट्रिङ हुन्छ होइन। 6वटामा अब तपाईँले कसरी गर्नु पऱ्यो त्यसलाई भन्दाखेरि, नम्बरिङ कसरी गर्नु पऱ्यो त भन्दाखेरि, यो सबभन्दा थिन स्ट्रिङ छ नि, त्यसलाई चाहिँ फर्स्ट स्ट्रिङ भनेर तपाईँले अब चिन्नु पऱ्यो त्यसलाई। त्यसपछि त्योभन्दा अलि मोटोलाई चाहिँ सेकेन्ड स्ट्रिङ, त्योभन्दा अलि मोटो थर्ड, फोर्थ, फिफ्थ, अनि लास्टमा सिक्स्थ है। अब तपाईँले उल्टो गर्दा पनि भयो। अनि सिक्स स्ट्रिङ, अब तपाईँले स्ट्रिङ त चिन्नुभयो होइन, एकदम सजिलो भयो होइन, ल अब ट्युन गर्न सक्छु म होइन, सक्नुहुन्छ, तर कसरी के आधारमा ट्युन गर्ने त होइन। अब तपाईँलाई अलिक कन्सेप्ट सजिलो बनाइदिन्छु म होइन। अब म्युजिकमा चाहिँ के हुन्छ भन्दाखेरि सर्टेन नोट्सहरू हुन्छ होइन, तपाईँले चाहिँ त्यो नोट्सहरू चाहिँ अब एदेखि जीसम्म, हाम्रो अल्फाबेट्स हुन्छ नि, अल्फाबेट्सको एदेखि जीसम्म चाहिँ त्यो त्यसभित्रै हुन्छ होइन। अनि एदेखि जीसम्म हुन्छ, एबिसिडिइएफजी, अनि त्यसको बिचमा चाहिँ सार्प छ, फ्ल्याट पनि हुन्छ, म त्यसको बारेमा पनि पछि भनौँला। अहिलेको लागि चाहिँ सिम्पल त्यति बुझ्नु कि एदेखि जीसम्म मात्र लिमिटेड हुन्छ, एचआइजे त्यो अरू अरू अल्फाबेट अहिले बिर्सिदिनु होइन अहिलेको लागि। सो फर्स्टमा चाहिँ तपाईँले ट्युन गर्दाखेरि गिटारलाई अब यो स्ट्रिङ त चिन्नुभयो, कसरी ट्युन गर्ने भन्दाखेरि चाहिँ तपाईँको सिक्स स्ट्रिङ भनेको थियो नि मैले, सिक्स स्ट्रिङलाई चाहिँ लो ई स्ट्रिङ भनेर चिन्नु है त। ईमा तपाईँले ट्युन गर्नु पऱ्यो, ट्युनर हेर्ने, अनि यहाँ ई भनेर त्यहाँ ई देखाएपछि तपाईँको ठिक हो होइन, ई देखाएपछि तपाईँको ठिक ठाउँमा ट्युनिङ गइसक्यो भनेर बुझ्नुहोस्। त्यसपछि अलिकति पातलो स्ट्रिङलाई एमा, अनि डी, जी, बी,
अनि ई फेरि होइन। सो त्यही भएर फेरि ई रिपिट भयो नि त। अब यसलाई चाहिँ लो ई स्ट्रिङ भन्छ, अनि यसलाई चाहिँ हाई ई स्ट्रिङ भन्छ होइन। अब आफै सुन्नुहोस् होइन, यसको साउन्ड अलि लो खाले छ होइन, अनि यसको साउन्ड अलिक तिखो छ नि त, त्यही भएर यसलाई हाई ई स्ट्रिङ भन्छ, यसलाई लो ई स्ट्रिङ भन्छ होइन। अब तपाईँले त्यो त बुझ्नुभयो। अब तपाईँलाई याद चाहिँ कसरी गर्ने त यो होइन। अब फर्स्टमा अब सुन्दाखेरि त अब याद गर्नुपर्ने हुन्छ ट्युन गर्न होइन, त्यो बुझिनँ। अब एपहरूमा त तपाईँले पाउनु होला, तर अब नर्मली ट्युन गर्दाखेरि त अब तपाईँले अब के अरे क्लिप अन युज गर्नुभयो अरे, क्लिप अन युज गर्दाखेरि त अब बुझ्नु त पऱ्यो नि केही ट्युन गर्दैछु म भनेर होइन। सो फर्स्टमा अब तपाईँले ट्युन गर्दाखेरि त्यही इएडिजिबिई त्यो याद गर्नु पऱ्यो। अब तपाईँले के गरी बुझ्नु पऱ्यो भन्दाखेरि एडी, अब ई भयो होइन, एडी एट डाइनामाइट गुड बाई एडी, इएडिजिबिई होइन। एडीले डाइनामाइट खायो, किन खायो त थाहा छैन, तर खाएछ, अनि गुड बाई एडी, अब गयो अरे एडी, एडी इज नो मोर होइन। सो अब त्यसरी बुझ्नु पऱ्यो, सजिलो भयो नि त अलिक। एडी एट डाइनामाइट गुड बाई एडी, त्यसको सब फर्स्ट लेटर हेर्नु इएडिजिबिई, त्यसरी ट्युन गर्ने है त। अब हामी चाहिँ ट्युन गरौँ है त। अब ट्युन गर्दाखेरि म अब तपाईँहरूलाई मेरो भिएसटीतिर लान्छु। भिएसटीमा लग्दाखेरि चाहिँ मैले यहाँ ट्युनर खोलेँ है त मेरो। सो ट्युनर खोलेँ, अब म ट्युन गर्छु। सो मैले के भनेको थिएँ फर्स्टमा, यहाँदेखि सुरु गर्नुहोस् है त, लो ई स्ट्रिङदेखि सुरु गर्नुहोस् है त, 6 स्ट्रिङ भनौँ न। तपाईँको यहाँ ट्युनिङ पेगहरू भन्छ है यसलाई ट्युनिङ पेग भन्छ। तपाईँले घुमाउनु भयो भने चाहिँ हाई लोमा चेन्ज हुन्छ है त्यो स्ट्रिङहरू। स्ट्रिङ जति घुमाउनु भयो त्यति टाइट हुन्छ। अब एउटा डिरेक्सनमा घुमाउनु भयो त्यति टाइट हुन्छ, एउटा अर्को डिरेक्सनमा त्यति नै लुज हुन्छ है त। त्यसरी तपाईँले पिचहरू म्यानिपुलेट गर्न सक्नुहुन्छ। सो अब मैले यहाँ ट्युन गर्दाखेरि चाहिँ लो ई स्ट्रिङ है त। अब यो ई हुनु पऱ्यो होइन। सो मैले बजाएँ, अब यहाँ डी देखाइरहेछ होइन, डी त ईभन्दा अगाडि हो नि त। सो मैले बढाउनु पऱ्यो नि त। सो भने चाहिँ मैले पिच बढाइदिनु पऱ्यो होइन। सो तपाईँ यसो फिल लिनुहोस् होइन। अब गिटार अनुसार हुन्छ होइन, तपाईँले कसरी, तपाईँको गिटार कसरी स्ट्रङ भएको छ होइन, कसरी त्यसलाई स्ट्रिङ हालिएको छ त्यसमै भर पर्छ होइन। तपाईँको गिटार कसरी स्ट्रिङ हालेको छ त्यसमा भर पर्छ। सो अब तपाईँले घुमाउँदाखेरि चाहिँ अब सुन्नुहोस् एकचोटि होइन, मैले यता घुमाउँदा अलिक बढिरहेछ, यता घुमाउँदा घटिरहेछ। तपाईँको केसमा डिफ्रेन्ट हुनसक्छ होइन। त्यही भएर एकचोटि चेक गर्नुहोस्, नभए तपाईँले घुमाउँदै जानुहुन्छ स्ट्रिङ चुट्टिदिन्छ क्या। यो स्ट्रिङ त अलिक नचुट्टेला, यो हाईमा गएपछि अलिक चुट्टिने चान्सेसहरू चाहिँ हुन्छ। सो अब मैले यहाँ गरेँ, सो सी सार्प होइन। अब सार्प भनेको अहिले म भन्छु, पहिला हेरौँ। सी भनेको त अब ई भन्दा अलि अगाडि भयो। सो मैले बढाउनु पऱ्यो नि त, मैले घुमाएँ, डीमा पुग्यो। अझ मलाई ईसम्म चाहियो होइन, अझ घुमाउँछु म, डी सार्पमा आयो। सार्प भनेको चाहिँ बढाउनु हो होइन, अर्को भने फ्ल्याट हुन्छ, फ्ल्याट भनेको चाहिँ घट्नु हो क्या। सो त्यति बुझ्नु अहिलेको लागि। सो मलाई अझ ईसम्म पुग्नु छ, अझ मैले घुमाएँ, ई आयो होइन। ई त आयो, तर मैले त्यहाँ ठ्याक्क हेर्नु न, मैले घुमाएँ हो, उयो बिचमा लगेर मैले ठ्याक्क राखिदिनु पऱ्यो। अब मेरो त्यस्तो एक्युरेट हुँदैन, म भिएसटीबाट छु होइन। तर तपाईँ क्लिप अन गर्नु भयो भने त्यहाँ हरियो बलिदिन्छ क्या। हरियो बलिसकेपछि अब त्यो झन् एप भयो भने त टुडुङ गरेर आउँछ, अन्त ट्युन भयो भनेर बुझ्यो हुन्छ क्या। त्योभन्दा बढी घुमाउनु परेन तपाईँहरूले। सो त्यसो भयो, ई भयो होइन। अब म अलिकति मिलाउँछु, धेरै मिलायो भने झन् बिग्रिन्छ मेरो। ल ठिक छ, ई भयो होइन। एडी, हाम्रो एडी कम्प्लिट भयो। अब एडी पछि के थियो, 8 होइन, 8। सो एडी 8, एमा गर्नु पऱ्यो होइन। मेरोमा केमा छ त, मेरो त डीमा पुगेर रहेछ होइन। सो डी भनेपछि अब तपाईँले त यति बुझ्नुहुन्छ होला कि डी मेरो सो मेरो डी सार्पमा छ होइन। डी सार्प भनेपछि त अब तपाईँले बुझ्नुहुन्छ होला कि मैले यसलाई घटाइदियो भने एमा पुग्छ। करेक्ट हो, त्यो नोट त सेम हो, तर त्यसको पिच अलिकति डिफ्रेन्ट हुन्छ होइन। सो अब मैले घटाएँ अरे, ल मैले एमा पुऱ्याइदिएँ होइन। हो ल, मैले एमा पुऱ्याइदिएँ, तर यहाँ बजाउँदाखेरि सुन्नुहोस् है, यो ठिक छ। ल यो यस्तो आइदियो होइन। जुन मोटो स्ट्रिङ हो त्यो पातलो स्ट्रिङ भन्दा नि पातलो सुनिरहेछ क्या, त्यो अलिक मिलेन नि त कुरो। सो
के थाहा पाउनु पऱ्यो तपाईँले भन्दाखेरि जति तपाईँ यहाँबाट ट्युन गर्दै जानुहुन्छ नि त्यति नै साउन्ड पातलो पातलो सुनिँदै जान्छ क्या, तपाईँले आफै फिल गर्नुहुन्छ। सो मैले अब यो एकदम लो ए भयो क्या, अझ ए सापमा रहेछ होइन, लो ए भयो होइन, मैले बढाउनु पऱ्यो क्या, धेरै नै लो रहेछ मेरो। अब ई भयो, ई पछि एफ, अब एफ पछि जी। मैले के भनेको थिएँ, एदेखि जीसम्म लिमिटेड हुन्छ, जी पछि फेरि ए नै रिपिट हुन्छ क्या। सो हामीलाई ए नै चाहियो हो, मैले घुमाएँ, जी साप पुग्यो, अब ए पुग्छ होला हो, एमा गयो। हो ल, हाम्रो दुईवटा स्ट्रिङ ट्युन भयो। ल यो त बिग्रिसकेछ हो, यस्तो हुन्छ है, त्यही भएर चेक गर्नु होला, मेरो यस्तै अफ ट्युन गइरहन्छ। हो ई भयो, हो ए पनि भयो होइन। अब मेरो एक्युरेट त्यस्तो देखाउँदैन, त्यो ठिकै छ। ई ए, अब एडी एट डाइनामाइट, अब हामी डाइनामाइटमा पुग्यौँ डी। अब मेरो केमा रहेछ, सीमा रहेछ, मैले अझ बढाउनु पऱ्यो होइन, किनभने पातलो सुन्नु पऱ्यो नि त अझ। अब मैले घटाएँ भने त यी झन् अलि लो सुन्यो नि, त मैले बढाउनु पऱ्यो कि, सीबाट म डीमा लगिदिन्छु है त। यो डीमा, यो डी4, यो ई3हरू चाहिँ अहिले तपाईँ त्यो इग्नोर गरिदिनुहोस्। सो मैले डीमा लगेँ होइन। मेरो अफ ट्युन गइरहन्छ होइन, मेरो यो अलिक ट्रेमोलो सिस्टम भएर, ट्रेमोलो भनेको चाहिँ उयो ब्रेज हो, त्यही भएर स्ट्रिङ अलिक स्टेबल हुँदैन क्या। ई एडी एट डाइनामाइट, अब गुड होइन। मेरो त्यो ईमा रहेछ, अब मैले बढाउनु पऱ्यो क्या, पातलो सुनिन्छ नि त, बढाएँ। जी गुड भयो होइन। अब बी गुड बाई, सीमा रहेछ होइन, सीमा हो। अब सुन्नु, अब यहाँ के मिस्टेक हुन्छ भन्दाखेरि, अब मैले त्यही अहिलेकै सेम कुरा गरेँ, यो भयो, अझ पातलो सुन्यो नि त, अब त्यो धेरै नै पातलो सुन्यो क्या। तपाईँले अब यो, अब मैले अझ बढाउँदै गयो भने त्यो स्ट्रिङ त चुट्टिन्छ, अलिक टाइट फिल हुन्छ क्या तपाईँलाई, त्यही भएर यसो अन्दाज लाएर क्या होइन, तपाईँले घुमाउनुहोस्, तपाईँले आफै फिल गर्नुहुन्छ स्ट्रिङ टाइट भएपछि त आफैलाई डर लाग्छ क्या स्ट्रिङ चुट्टिन्छ कि भनेर। सो हामीले जी गऱ्यौँ, गुड बाई होइन, गुड बाई। अब लास्टमा हाई ई, फेरि ईमै लग्ने, मेरो डीमा रहेछ भनेपछि मैले घुमाइदिनु पऱ्यो अलि पातलो सुन्नको लागि। यसरी डी सार्पमा छ। सबभन्दा डर लाग्ने स्ट्रिङ हो क्या मलाई, धेरै नै चुट्टिया छ क्या। कम्प्लिट भयो होइन। सो हाम्रो स्ट्यान्डर्ड ट्युनिङ कम्प्लिट भयो। कसरी कम्प्लिट भयो थाहा हुन्छ भन्दाखेरि, अब एकचोटि बजाउनु त म कसरी चेक गर्ने म तपाईँलाई भनिदिन्छु होइन। एउटा कर्ड पनि सिक्छौँ आज हामी। सो एकचोटि फेरि हेर्नु होला है, ट्युन गरिसकेपछि त्यो स्ट्रिङ तल माथि भइदिन्छ क्या, अब मेरो बिग्रिसक्यो होला हो। एकचोटि फेरि रिचेक गर्ने, यो बानी चाहिँ जहिले राख्नु होला है। हो भयो, इएडी जी बी ई भयो होइन। सो अब हाम्रो स्ट्यान्डर्ड ट्युनिङमा आइसक्यो। अलि यत्तिकै बजाउँदा नि राम्रो सुनिन्छ नि त होइन है, अलि राम्रो सुन्यो नि। मैले पिकअप चेन्ज गरेँ त्यही भएर। अलि मिठो सुन्यो नि त होइन। हो अब तपाईँ सबभन्दा एउटा गिटारिस्टहरूको बानी चाहिँ के हुन्छ भन्दाखेरि, ट्युन गरिसकेपछि जी कर्ड हान्ने होइन, किनभने सबभन्दा एउटा चिन्न, अब ट्युन भएको छ कि छैन भने चिन्नको लागि अलिक सजिलो होइन, इयर ट्रेनिङ पनि हुन्छ यसले होइन। सो एउटा अलिक सिग्निफिकेन्ट साउन्ड छ क्या, अलि ओपन, अलि त्यो सबै स्ट्रिङहरू मजाले चेक भइदिन्छ क्या यस्तरी। हुन त अरूले नि भन्छ, तर अहिलेको लागि चाहिँ हामी जी कर्ड सिकौँ है त। सो जी कर्ड सिक्नको लागि चाहिँ हामीले अब यो अहिले फ्रेट्सहरू म पछि सिकाउँछु होइन। तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि आफ्नो हातलाई होइन
मेरो त हेर्नु यस्तो भइसक्यो गिटार बजाउँदा। सो तपाईँको पिङ्की फिङ्गरलाई यो फर्स्ट स्ट्रिङ छ नि, फर्स्ट सबभन्दा पातलो मैले भनेको थिएँ नि, फर्स्ट स्ट्रिङको यो डटनेरि राख्ने होइन, यहाँबाट भयो। अब गाह्रो लाग्न सक्छ फर्स्टमा होइन। अनि तपाईँको यो रिङ फिङ्गर हुन्छ नि, त्यसलाई सेकेन्ड स्ट्रिङ सेम बक्समा राख्ने होइन, यो डट भएको। अब तपाईँको मिडल फिङ्गरलाई चाहिँ सेम बक्सको सिक्स स्ट्रिङ यहाँ च्याप्ने होइन। अनि तपाईँको यो इन्डेक्स फिङ्गरलाई चाहिँ फिफ्थ स्ट्रिङ छ नि, फिफ्थ स्ट्रिङको त्यो बक्सा भन्दा छ नि, बक्सा यो बक्सको अझ यता बक्समा यसरी लगेर राखिदिने फिफ्थ स्ट्रिङमा है त। अब तपाईँको अरू स्ट्रिङ पनि छोला होइन, फर्स्टमा केही हुँदैन, यसरी बजाइ हेर्नुहोस् होइन, ट्राई गर्नुहोस्। हो यो साउन्ड चाहिँ तपाईँले एउटा स्टेपल भनेर एउटा राखिरहनु पऱ्यो क्या आफ्नो दिमागमा होइन। अब ट्युन गरिसकेपछि जहिले हानिदिने, अब मेरो गिटार ट्युन भयो, अब म बजाउँछु होइन। ट्युनिङको बारे चाहिँ यति नै हो होइन। तपाईँले फर्स्टमा बुझ्नुपर्ने खासमा यति नै हो। अब पछि एडभान्स लेभलमा चाहिँ अब ट्युनिङहरू नै फरक हुन्छ। तपाईँले यो ट्युन अर्कै गर्ने त्यसरी अब धेरै ट्युनिङहरू हुन्छ। तपाईँले अब सिक्दै जानु है बिस्तारो। अहिलेको लागि चाहिँ स्ट्यान्डर्ड ट्युनिङ गरेर ट्याक्क जी कर्ड हानिदिने, सक्यो होइन। इट्स द्याट इजी के। अब तपाईँले यो त सिक्नुभयो, अब म तपाईँलाई अलिकति नर्डी स्टफतिर लान्छु होइन। नर्डी स्टफ भन्नाले अब एज एन तपाईँले यो रडहरू के हो, यो डटहरू के हो होइन। यो त अब कन्फ्युज हुन्छ नि त फर्स्टमा, डटहरू के हो। अब यहाँ दुईवटा डट छ, यहाँ एउटा डट छ, यो के हो यो होइन। यहाँ अर्को फेरि यहाँ छ, पातलो हुँदै गएको छ, किन पातलो भयो, त्यसरी पनि अब बुझ्नुपर्ने हुन्छ। त्यो पनि म सिकाउँछु है त अर्को पार्टमा। त्यसको लागि चाहिँ अब पर्खिनु होला, म ल्याउँछु बिस्तारो। अहिलेको लागि चाहिँ आफ्नो गिटार ट्युन गरेर राख्नु होला।